Hello guys, welcome to my mini vlog. मेरो यो छोटो भिडियोमा तपाईहरुलाई स्वागत छ। हेलो एन्ड तपाईहरुलाई आज मेरो के देखाउँदै छ हैन, हेर्नु स्वर्ग हेर्नु स्वर्ग डन टरन 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 गाइस हामी यहाँ के गर्न आएको हो भने यस्तो माछा मार्न आएको हो। फाइनली गाइस यस्तो भ्लग बनाउन नै आएको हो। हेर्न सक्नुहुन्छ तपाईहरु कति राम्रो सुन्दर झर्ना छ। तपाईहरु पनि भिजिट गर्न सक्नुहुन्छ। राम्रो छ ठाउँ, राम्रो भाइले उता गडेबाट टिप्दैछ माछा गर्नको लागि। म चाहिँ यस्तो भ्लग बनाउँदैछु। भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। यस्तो हो भेटेर तिमीलाई अब चाहिँ हामी माछा मार्न आएको छु गाइस। So let's go. फाइनली गाइस हामी माछा मारेर आयो हैन। खै माछा देखाउँदै केटा ब्यागमा छ। ठ्याक्कै हैन, ठ्याक्कै भन्नुपर्दा हैन 2-3 किलो होला। 2-3 किलो भन्नाले त्यही डिउको एक बोतल लगभग अलिकति छैन। त्यति ल्याएको छैन गाइस। तपाईहरुलाई म भरे देखाउँछु। सिस्नुको घारी सिस्नुले पोलेर मर्न लाग्यो। भोक लागेर नि मर्न लाग्यो। के गर्नु, बाटो एक लास्टै टाढा छ अब घर पुग्नलाई। ओ माइली सुहा मसितबाट दोन भिडियो लगाउने 4 वर्ष में बाटो कला त्यस्तो छ। यस्तो राम्रो छैन आएको बाटो। यो के गयो ए माका चल्डो। Pulau Jawa ini kan? Itu dia